हामी सत्तामा पुग्यौँ भने 3 दिन मात्रै स्कुल खोल्छौँ हामी। त्यो यत्रो 6 दिन 7 दिन पढिराख्नु पर्ने आवश्यकै छैन। 3 दिन पढ्ने 4 दिन काम गर्नुपर्छ। काम के गर्ने, खालि ढुङ्गै मात्रै बोक्ने भन्ने होइन हैन। निर्माणमा, उत्पादनमा, आविष्कारमा हैन, अन्वेषणमा आविष्कार गर्नु पर्यो नि। यो देशको विद्यार्थीले गर्नु परेन है। अर्काले नै उमारिदिएको भात खाएको छ, अर्काले के अरे बनाइदिएको कलम, अर्काले नै तपाईँको बनाइदिएको कपी बोकेको छ, अर्काले लेखिदिएको किताब पढेर कुन चाहिँ विद्वान हुने हामी होइन र? खोइ त हाम्रो चाहिँ केही पनि छैन है। किताब पनि अरूले नै लेखिदिएको हो नि त, होइन र? अरूले लेखेको किताब होइन त्यो पढ्नु पर्ने, अनि अरूले नै गरिदिएको सबै कुरा, आफ्नो चाहिँ केही पनि छैन होइन। छक्क पर्छु म त। त्यसले गर्दा यो खालको शिक्षाले काम गर्दैन भनेर हामी 3 दिन मात्रै पढ्छौँ। 3 दिन मात्रै। श्रम संस्कृतिले तपाईँको छैन होइन। हामीले बहुमत मात्रै पाउन, अफिस पनि 3 दिन मात्रै खोल्ने हो। किन यति लामो गरिराख्नु? बिचरा कामै गरेको छैन होइन। धरानकै भनौँ न 500 जना कर्मचारी छ, त्यो 500 जना कर्मचारी मलाई श्रमदानमा सघाउँदा कति हुन्थ्यो काम? खाली कागज बोकेको छ, हिँडेको छ, कागज बोकेको छ, हिँडेको छ। जिन्दगी कागजबाट सुरु भयो, कागजमै सकियो है। धरानबाट चतरा जाने बाटो त उहिले तपाईँको छैन 36 सालमै पिच भएको अरे भन्छ। कहाँ भन्दा कागजमा। अस्ति देख्दैछौँ हामीले होइन। अनि 36 सालमा कागजमा भयो, सबै कुरा कागजमा गर्ने। त्यसले गर्दा यो कागजको खेलले गर्दाखेरि पनि होइन विकास चाहिँ अत्यन्त ढिलो भएको छ। यो कागजको खेल गर्नु हुँदैन धेरै होइन। हामीसँग मनज्ञ खाने धान छैन आज होइन। खालको संविधान छ तर खाने धान छैन होइन। हो कि न भन्नु न? त्यो संविधानको धारै धारा छ, फेरि पानीको धारा छैन। अनि यस्तो कानुन उस्तो कानुन छ, खाने नुन छैन फेरि। अनि यो खालको देशमा बसिरहेर हुन्छ हामीले। त्यसले गर्दा अब त्यो तरिकाले हुँदैन। पक्का कामै गर्ने, फिल्डमा कामै गर्ने। हेर्नुहोस् तपाईँहरूले मलाई चिन्नु भएकै छ होइन। मैले फिल्डमै काम गरेर देखाएको छु है। अफिसमा बसेर यसो हल्लेर बसे होइन, यथो गर उसो गर भने होइन। त्यसले गर्दाखेरि त्यो खालको शक्ति निर्माण गरौँ। यो देशलाई उठाउनु पर्छ है। म त त्यो भन्छु, यो देशलाई नउठाइकन हुँदैन। हामी आफै होइन तपाईँको व्यक्तिगत स्वार्थमा भुलेर हुँदैन। अब त्यो राष्ट्रिय स्वार्थलाई अचिभ गर्नका लागि यहाँ युथ पनि हुनुहुन्छ, जेनजी पनि एकछिन भेला आउनुभयो होइन। अब जेनजीले पनि गैँती बेल्चा बोक्नै पर्छ होइन। एउटा 87 वर्ष पुगेको वृद्धले होइन काम गर्छु भनेर गैँती लिएर आउँदाखेरि कति धेरै मन रुन्छ क्या मेरो होइन। तर हाम्रो मसिना भाइ भतिजाहरूलाई वास्तै छैन।